तो चलिए शुरू करो। 3 go zing zing 1 2 यार zing ल्याइसक्यो हामी काम गर्नलाई र मनाङे टोपी लाएर जिम्बु बेच्न हिँडे जसरी दोस्रोको टाइम हो छ्याङ त सक्यो भन्ने जस्तो देखेँ है। अगाडि दाइ जाडो धेरै छ त्यही भएर भुत्लावाला टोपी लाएर हिँड्दैछु होइन। हातमा पनि भुत्ला जाडो बढ्यो अछुछु अहिले बिहान बिहान नुहाएर सक्छ यस्तो चिसोमा काठमाडौँमा बिहान बिहान टाउको नुहाएर आउनलाई सक्दैन नि। एक्सर्साइज नहो कि यति ओ वेलकम गर्नु छैन भुक्छ यार। यहाँ दुईटा छ सुटिङ गर्ने ठाउँ यता हो कि उता हो कन्फ्युज। दिदीकोमा छ्याङ त छ होला है छ्याङ त छ होला नि। अब यहाँ चाहिँ के अरे हर्के हल्दार सुटिङ हर्के जल्दी बोल कल सुबह पनवेल निकलना है। हल्दार सुटिङ र हल्का रमाइलो सुटिङ हुँदो रहेछ यहाँ सिरियल। हाम्रो चाहिँ यहाँ हो कि उता हो कन्फ्युज भयो क्या त्यही भएर। दिदीकोमा चाहिँ छ्याङ मिठो पाउँछ क्या फेरि। त्यही जाउँ न। हेलो दिदी ठुल दिदी उहाँ चाहिँ मेरो ठुल दिदी हो एकदम। कतिखेर आइपुग्यो त तिमी? भनी म त आइज सुटिङ घर क्यामेरा रेडी गर्यो होइन कि त यहाँ यो घर ठ्याक्क अटाउँदो रहेछ क्या मेरो मोबाइलमा पनि। हजुर होइन तपाईँले देखाउनै तपाईँले देखाउनै पाएको थिएन कि त त्यही भएर। के खान्छस् भनेर भनेको थियो त अस्ति दाइले। ल ल अहिले थाहा नपाउनु गरेर आएर भन्छ है दाइ। नयाँ चप्पल बियसको मोबाइल चोरेर मैले मेरो नयाँ चप्पल देखाइरहेको छु। त्यहाँ त्यसरी यो ज्याकेट पनि रातो चप्पल पनि रातो भइजान्छ। नयाँ चप्पल हिजो अन्मेष दाइले किनिदिए। अन्मेष दाइले सुटिङमा किनिदिए होइन। यो त हाम्रो चप्पल लोदे चप्पल छान्न गएको थियो अनि दाइले मलाई अनि क्लोज सुज लिएर आइज कुर्ता सुरुवाल लिएर आइज भनेर मेसेज हेर्नु के भन्दैछ विवसले। केटीलाई गरेको मेसेज मलाई आएछ क्या झुकेर अनि मैले फेरि हस्दै भनिदिरहेको फरवर्ड गरेको मेसेज विवसलाई गएछ क्लोज सुज कुर्ता सुरुवाल चुरा। हाम्रो उहाँ त फेरि मोडल हो नि हाम्रो। के अरे तिम्रो गीतको नाम के अरे? घरौना रोमान्स। घरौना रोमान्स। यहाँ हुनुहुन्छ माधव अङ्कल आइ भनिदिनुहोस्। हेलो यहाँ हाम्रो आन्टी हुनुहुन्छ, यहाँ हाम्रो कालदाई हुनुहुन्छ, यहाँ टिया म्याम हुनुहुन्छ। देखिसक्यो मैले यस्तो बाटो छन् गाइस। राम्रो ह्यान्डसम मिस्टर नेपाल अम्मा साथै म त तर्सिन्छु अनुहार देखेर गाइस। म्यान अफ द वर्ल्ड ब्ल्याक अफ द म्यान। ओइ बहिनी परेला एक्लै हालेर यो फस गया सी तारिफ गर्न जान्दै छ नि मेरो भिडियो बनाउने हैन। मैले यसरी ओइ बहिनी चस्मामा हालेर सधैँ माग्न ठिक पनि हुँदैन नि त। जुवा दिदीहरू भए पो दिदीहरूले कहिले जुवा भने बित्तिकै अर्को एउटा तास सासको भए अर्को चाहिँ गोरु नार्ने जुवा। वहाँ गयो यार बाँदर। दिस म्याजिक उही खतरा छ अरूतिर। बाँदरको ढाडमा मुटु हुन्छ भन्थ्यो हो रहेछ भनेर पहिले थाहा थियो। तै पनि अहिले भिडियो देखाइदिएको अलिअलि। भने आउन मिल्ने हो दाइ माथि जाने रे जम्मा अब सागबारी। सिडी त खतरा देख्दो रहेछ तर भिडियोमा यहाँ देखाएन दामी। दामी देखाएछ दामी देखिन्छ भने कि सुने होला नि।
मान्छे मात्र ठिकै हो फोटोमा चाहिँ दामी देखिन्छ कतिवटा सिडी गनेर मात्र तैले टपमा जाँदै कि हामी चाहिँ माथि जङ्गलको सिन हान्ने रे बराबरमा आज चाहिँ 2टा सुटिङ हान्नुपर्ने रहेछ 2टा गानाको अर्को सुटिङको लागि रेडी होइन त अर्को गीतको लागि यस अनि आज त 2टाको पैसा आउने भयो नि त खुसी छ 2 दिन कमाउने पैसा आज चाहिँ एकै दिनमा ड्याङ हान्दिने हो अनि के गर्ने दाइ रोइला गर्ने हो मलाई त के बोल्नै आउँदैन रोइला गर्ने चिल गर्ने सब गर्ने के गर्न मिल्छ सब गर्ने आफ्नो पैसा के गर्न मिल्दैन हाम्रो सुजन दाइ चाहिँ कति कुन त झक्कुरे झम्के माया के रे झम झम भन्ने कन्ट्रोल छ नि त तब त्यसमा पनि थियो होइन छैन फर्स्ट गीत कुन हो तपाईँको भन्नु त मेरो फर्स्ट गीत भन्नु त धेरै फर्स्ट डेब्यू मुभी त्यही त ड्रिम्सको तिमी सामु आमामा ड्रिम्सको नि त्यति बेला त म त अनि कति 8 9 मा पढ्दै त्यतिखेर साम्राज्ञीको मेरो सँगै डेब्यू भएको शाबास बेटा त्यही त दाइ फोहोर लाग्छ कालै हुन्छ माथि पुग्दा अघि बाँदरले लहटिदिरहे के अरे चटपटे लिएर आएको त्यो पोकोमा चटपटे देखेर पुरै लहटेर बाँदरले चटपटे खोज्दियो यार त्यो भिडियो गरेर किनकि भिडियो गरेर त्यो भाग्दा है दाइले भिडियो गरे है बाँदरको अहिले म हाल्छु मलाई यसो यही हो मास अघि त्यो के अरे भुजा होइन खानेकुरा भेट्यो भने मात्र खोज्छ क्या उही माया चटपटको प्लास्टिक त यहीँ छ चटपट मेन चोर यही हो चटपटे चोर क्या है मेरे बारे में कोई चटपटे चोर यही हो के यही हो अघि 1 hour later लाइट पनि पुरै पाण्डालाई के अरे पिङ्गुइनलाई त देखाउनु परिहाल्यो नि तर रातिमा भूत बङ्गला के अरे भूत फिल्म हरण गर्ने जस्तो तातो चिया यस्तो जाडोमा होइन पुरै के अरे भाङ्रामा हाफ लुगा छ अहिले सब जागिर लगाएर हिँडेको छ कि बाहिर लास्ट जाडो हुन्छ चिया पनि चक्क आएको बुझ्दा रहेछ यहाँ 9:30 भइसक्यो अहिले चाहिँ हामी यहाँ घरभित्र छौँ यहाँ चाहिँ सिरियलहरू सुटिङ हुन्छ कि घरमा चाहिँ अर्कै हल्दार मैले यहाँ चार्जर राखेको थिएँ कि अघि चार्जर झिक्दिमै करेन्ट लाग्ला कि भन्ने डर यस्तो ठिस भयो हिजोको सुटिङमा चार्ज गरेको ठाउँमा चार्जरै हराइदिएर फेरि उत्तिनखेरि किनिहाल्नु परेर गएर 2 3 go zing zing One, two, यार zing डेन्जर देखायो झ्यामानी सक्यो यार चलाएको चले गरेर ओइ सरजी यता हेर्नुहोस् त नभिड्ने त्यसै ओइ सर यता हेर्नुहोस् यता हेर्न मुर्दर खतरा गरिदिएको दाइले अघिको गरिदिनु थियो 1 2 3 go zing 1 2 यार 1 2 3 go zing कस्तो कमेन्ट देखेको 1 2 3 go zing 1 2 3 go zing भोइसहरु दिन हेर सर चाहिँ अहिले उता गएर बस्नु भयो है अघिसम्म दामी घिर गरिरहेको थियो अहिले चाहिँ हाम्रो नाइट सर्ट डान्स सकिसकेको छ अहिले चाहिँ हामी बसेर ताली बजाउने होला ल हाम्रो चाहिँ सुटिङ सक्यो डान्सरको चाहिँ होइन सट्ट लाएर दिदीहरूको चाहिँ त्यति हुँदैछ सट गाना बज्यो भने त फेरि सुनाउन मिल्दैन अब घर जानुपर्छ खत्म बाय बाय टाटा गुड बाय गया